जान्नेलाई छान्ने भन्नेहरूले कतिसम्म जान्दा रहेनछन् भनेर भन्दाखेरि कानुनले नदिएको सहकारीमा जम्मा भएको बचतकर्ताको बचत कम्पनीमा लगानी गर्न मिल्दैन भन्ने कुरा पनि थाहा नपाउने नेता जान्नेलाई छान्ने अभियानको नेता बनेका रहेछन्। 5-5वटा सहकारीको रकमको विचलन गरिकन चाहिँ टेलिभिजन खोलेका रहेछन् र टेलिभिजन डुबाएछन् र कतिसम्म मतलब भन्दाखेरि आफैले काटेको चेक पनि मैले त हस्ताक्षर मात्रै गरे हूँ अरु बाँकी कसले के गर्यो भन्ने कुरा पनि नबुझ्ने। तपाईहरुले चेक काटेर चाहिँ कसका लागि काटे हो भन्ने कुरा नलेखिकन त्यतिकै छोडेर हिँड्नुहुन्छ र हिँड्नुहुन्न नि दुरुपयोग हुन्छ भनेर सचेत बन्नुहुन्छ। जान्नेलाई छान्ने अभियानको नेता त्यस प्रकारको मूर्खतापूर्ण काम गर्दछ अर्थात् त्यो चाहिँ लोकप्रियतावादको आवरणमा अपराध गर्ने योजना को योजनाकार हो भनेर चाहिँ बुझ्नुपर्दछ, जसका कारणले गर्दाखेरि आज उनी हिरासतको जीवन बिताउनु भएको छ। त्यसर्थमा लोकप्रियतावादको आवरणमा गर्ने अपराधहरू उन्मुक्तिको विषय हुन सक्दैन।